हेलो वेलकम बैक माई युट्युब च्यानल साथीहरू तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अनि म चाहिँ तपाईहरुको सामने नयाँ भिडियो लिएर आइसकेको छु। नयाँ भिडियो चाहिँ त्यस्तो केही विशेष छैन है साथीहरू। मेरो भिडियोलाई चाहिँ स्किप नगरी हेर्दिनु होला, राम्रो नराम्रो जे भए पनि हैन। अनि कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला, शेयर गरिदिनु होला भन्न चाहन्छु। दीपकला राई छ मेरो युट्युब च्यानलको नाम चाहिँ, सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु सर्च गरेर है त साथीहरू। म चाहिँ के को भिडियो लिएको भने अहिले चाहिँ गिलो रोटी बनाउन लाग्यो क्या साथीहरू। त्यस्तो हैन, त्यस्तो केही छैन है, गिलो रोटी बनाउन लाग्यो। हेर्दै जानु होला है त कसरी बनाउँदै रहेछु म। यसमा थोरै नुन पनि एड गर्छु किनभने थोरै उयो छ नि त, पिठो पनि थोरै छ। थोरै नुन बेसार चलाएको चम्चीले नै गरिदिएको। अनि चिनी जति धेरै चिनी पनि हालिदिन्छु म। चिनी अनि नुन गर्दाखेरि चाहिँ अलिक मिठो टेस्ट आउँछ क्या। चिनी यति हालिदिएँ, धेरै गुलियो हुन्छ कि यति हालिदिएँ है त साथीहरू। अब यिनलाई म घोल्छु मजाले। मैले यसो मिक्स गरिदिएँ साथीहरू होइन। अनि हेर्नु होला यसरी मिक्स गरिदिएँ। मैले पानी एड गरेँ चाहे जति, अब जतिको गिलो बनाउनु सक्नु त्यति धेरै गिलो हुन्छ कि होइन। अब यसलाई मैले फिर्छु है, मजाले फिर्छु है। हेर्दै गर्नु होला, पानी अलिक एड गर्नु पर्यो, हेर्दै गर्नु होला। यसरी गर्छु क्या। हेर्नुहोस् त साथीहरू, मैले चाहिँ यो मिक्स गरिसकेँ मजाले। यतिको भयो हेर्नु त। अलिकति गिर्खै छ, छिटो अनि मिठो खाजा है। यो चाहिँ एकदम छिटो हुन्छ क्या यो बनाउनलाई चाहिँ। हतारको बेला चाहिँ म चाहिँ 1:30 भइसक्यो, म चाहिँ के भन्छ बुढालाई खाजा पुऱ्याउनु जाने। अब यो खाजा बनाएर है त साथीहरू, हजुर को यसरी खाजा बनाएर बुढालाई पुऱ्याउनु जानुहुन्छ श्रीमानलाई है। म चाहिँ मेरो श्रीमानलाई खाजा पुऱ्याउनु जानु लाग्यो किनभने आज बिहानै खाना खाएर जानुभएको थियो नि त घरबाट। मैले खाना पुऱ्याउनु गएन, सधैँ जहिले जान्छु। अनि अब चाहिँ हेर्दै गर्नु होला साथीहरू। तेल चाहिँ तातेर कस्तो उयो भइसक्यो। मैले चाहिँ यसरी हालेँ है त, हेर्नु त। अब यसलाई मैले पातलो गरेर उयो गर्छु है, यस्तो गरेर हल्लाउँछु मैले। कोले बनाउनु भएको छ यसरी छिटो अनि मिठो। मलाई चाहिँ मिठो लाग्छ है साथीहरू। हजुरहरूलाई कस्तो हुन्छ भनिदिनु होला कमेन्ट गरेर है। हेर्दै गर्नु होला है। अब यो चाहिँ यस्तो भयो है त होला साथीहरू, यतिको भयो। अब यसरी सट्ट चम्चीले नै फर्काइदिएँ कि चम्चले नै। यसरी हुन्छ है, म चाहिँ यसरी बनाउँछ। अब यसलाई पाकेपछि निकाल्ने। हेर्नु त फाइनली पाक्यो मेरो रोटी। हेर्नु न कस्तो राम्रो भयो पाक्यो। मैले यहाँ निकाल्यो, यहाँनिर अप्ठ्यारो छ, सानो छ किचनलाई। हस् त साथीहरू हेर्दै गर्नु होला। अब म चाहिँ यो फेरि यो हाल्नु लाग्यो, धुवा भयो। अनि भिडियो पनि धेरै लामो हुनुभयो साथीहरू। म चाहिँ अब एकैचोटि पकाइसक्छु अनि देखाउँछु ल, हेर्दै गर्नु होला। हस् त साथीहरू, फाइनली मैले चाहिँ रोटी बनाइसकेँ है। थाल चाहिँ अलिक उयो देखिरहेछ है, माइन्ड नगर्नु होला। अनि टमाटरको अचार बनाइदिन्छु, अचार फत्काइदिन्छु। ढिलो हुन्छ, पिस्दा पनि झ्याउ हुने के हो पिसेर भन्दा पनि फत्काइदिएर लान्छु म है त साथीहरू। हेर्दै गर्नु होला साथीहरू। मैले चाहिँ यहाँ फाइनली टमाटर काट्दैछु है। यहाँ छोरी छ, क्यामेराम्यान चाहिँ मेरो छोरीले समाइदिएको छ फोन चाहिँ, बिरामी छोरीलाई समाउनुलाई हेर्नु न। अनि टमाटर काट्दैछु, हेर्दै गर्नु होला म कसरी बनाउँदै रहेछु यसको अचार। हुन त तपाईँहरूले पनि बनाएर खानुहुन्छ होला, तर म चाहिँ ढिलो भएको बेला यही छिटो लाग्छ अनि यस्तै गर्छु क्या साथीहरू। त्यही भएर सजिलो लाग्छ है त। यसलाई मैले मसिनो पारिसकेँ। फाइनली म चाहिँ तावा बसिसकेँ रोटी बनाएकै उसमा। अनि यहाँ हेर्नुहोस् त, मैले टमाटर प्याज काटेँ, अनि लसुन किचाएर मसिना काटेँ, अनि खुर्सानी है त। हेर्दै गर्नु होला बनाउनु लाग्छु अचार। तेल तातिसक्यो, मैले चाहिँ उयो मेथी खराउनु लाग्यो साथीहरू। हेर्नु त मेथी। अनि त्यसपछि मैले हाल्छु, कालो भइसक्यो डढेर मैले प्याज हालेँ है साथीहरू। प्याज चाहिँ हल्का रातो भयो, मैले यो लसुनलाई पनि हालेँ है। अनि यो खुर्सानीलाई पनि हालिदिएँ है त। हेर्दै जानु होला। यसरी चलाएँ मैले, फ्राई गरेँ यसलाई पनि। अब रातो भइन्जेल यिनीहरूलाई पनि यो गर्छु, फ्राई गर्छु म, नडरिन्जेलसम्म हल्का
ब्राउन नभनेसम्म कि रातो के भन्छ है। चुला हल्का फोर्छ सफा गरे होइन, माइन नगर्नु होला साथीहरू है त, हेर्दै गर्नु होला। बढी कालो भइसक्यो साथीहरू, मैले फाइनली टमाटर एड गरिदिन्छु ल। यसरी नै गरिदिएँ मैले, अनि त्यसलाई यसरी चलाइदिन्छु किनभने ग्यास ठुलो बनाएको छु मैले, अनि प्याज अलिक उयो भयो, साउन्ड आयो बढी पकाएको बेलामा। अब हेर्दै गर्नु होला साथीहरू, फाइनली पाकेपछि देखाउँछु ल। फाइनली अब यहाँ के हाल्नु छ, बेसर हालेँ है, अनि त्यसपछि नुन पनि हल्का एड गरेँ, धेरै चल्को हुन्छ कि थाहा भएन। त्यसपछि मैले यो गरम मसला मिक्स गरेँ, हालिदिएँ, एड गरिदिएँ है साथीहरू। अब चाहिँ म यसलाई हल्का चलाउँछु, अनि त्यसपछि पाक्छ अनि मात्रै देखाउँछु म। फाइनली पाकेपछि देखाउने छु साथीहरू, यो अप्ठ्यारो भयो है। यस्तो हेर्दै गर्नु होला दिउँसो है साथीहरू। फाइनली मेरो अचार चाहिँ पाक्यो है, अनि मैले चाहिँ यहाँ उयो यसमा हाल्नु लाग्यो कचौरामा, हेर्नु होला यसमा हालेर लान्छु। हल्का प्याज डढेर हेर्नु न कालो कालो भयो, नघिनाइदिनु होला प्लिज। तर एकदम मिठो भएको छ यो अचार है त। ए मैले चाहिँ उयो गरेँ, अब यहाँ हालिसकेँ भन्दा पनि हुन्छ, हेर्दै गर्नु होला। रोटी यसरी हालेको छु, अनि त्यसपछि यहाँ यो अचार चाहिँ यसरी खप्पा हालिदिन्छु साथीहरू, हेर्नु त कति सजिलो। त्यसपछि बिर्को है त साथीहरू। अन्त साथीहरू मैले चाहिँ अचार थोरै उब्रेको थिएँ, त्यसमा चोपेर खाएको है। कति मिठो भयो, यस्तो भएछ यस्तो अचार चाहिँ। अब हामी मोइम छोरा चाहिँ जाने, मेरो छोरा हेर्नु पिठो दलेर केही छैन है, अनि छोरी चाहिँ बिरामी भएर कति दिनदेखि हेर्नु, मेरो बिचरा मेरो छोरी यस्तो ज्वरो आएर केही नखाने, मुखभरि घाउ आएर स्कुल पनि पठाएन आज त साथीहरू। यस्तो भइरहेछ, औषधि खानु मान्दैन, भमिट गरी गर्छ, के गर्नु यस्तै छ। हस् त साथीहरू, हेर्दै गर्नु होला है त साथीहरू। फाइनली हामी चाहिँ आइपुग्यौँ, मेरो कुरा चाहिँ काम गर्दै हुनुहुन्छ त्यहाँबाट। ल हौ ल हेर्दैछु काटी छ, आउनु। यस्तो धेरै गर्मी छ आमामा, हेर्नु गाला रात छ गर्मीले। सानै कतिको गर्मी थियो। फाइनली खाजा खाँदै हुनुहुन्छ श्रीमानज्यू चाहिँ। दिप्तु यता हेर त, तिमी पनि सघाएको बाबालाई सघाउनु पर्छ त है। खाँदै हुनुहुन्छ खाना, रोटी। साथीहरू फाइनली म चाहिँ घर आएर पनि है, अनि हेर्नु न मेरो छोरीले चल्ला समातेर ल्याएछ, हिजोअस्ति निकालेको है, यो 3-4 दिनको चल्ला, 3 दिनको। अनि घर आएर पनि भाँडासारा मोल्यो, घरहरू सफा गर्यो। म चाहिँ साग केलाउनु गइरहेको छु, हेर्नु 1 बाल्टी छ साग पनि केलाउनु लाग्यो साथीहरू। फाइनली साग हेर्नु होला केलाउँदैछु। अलिक तल देखा न नानी, अलिक तल आइयो, साग मात्रै धेरै देखा न। साग देखाएको छ, देखेको छ। यसरी केलाउँछु, कलिलो छ है त, हेर्दै गर्नु होला। यसो गरिदिउँ न लु, आमामा कस्तो यस्तो छ है, एकदम कलिलो छ है त, हेर्दै गर्नु होला साग। खास्ता मैले चाहिँ 2-3 पानी मजाले धोइसकेँ, लगभग अब चाहिँ सफा भइसके जस्तो छ साथीहरू। हेर्नु एक बाटै छ हौ, तर यो पकाउँदा थोरै हुन्छ किनभने कलिलो छ नि त। कस्तो हेर्दै गर्नु होला साथीहरू। मैले चाहिँ कराई बसाएँ, अब तेल हाल्छु। चाहिँ खाइसकेको छ, मैले चाहिँ यो प्याज र लसुन, प्याज होइन छ्यापी लसुनको यो कुचरा हालेँ। हल्का रातो भइसक्यो, मैले खोर्सानी पुऱ्याएँ यसमा है, खोर्सानी पुऱ्याएँ। रात परिसक्यो साथीहरू। यो रातो भइसक्यो, साग हालेँ मैले। यो साग हाल्दैछु है, फापरको। कसलाई खानु मनपर्छ फापरको साग, कसले खानु भएको छ। म चाहिँ यो काठमाडौँ आएरै खानु सिकेको यो साग, नभए मैले खाएको थिएन है त साथीहरू। हेर्दै गर्नु होला, मैले यसमा नुन एड गरेँ है। अरू चाहिँ म केही पनि हाल्दिनँ, सादा बनाउँदैछु है त, हेर्दै गर्नु होला साथीहरू। फाइनली मेरो साग चाहिँ पाकेर यस्तो भयो, हेर्नु न पानी पानी नै भयो, सुकेन। अनि म चाहिँ फेरि चिकन बनाउनु लागेको छु है, हेर्नु त चिकन बनाउनु लागि कराई बसाइसकेको छु है त।
मेथी फुराए साथीहरू यहाँ है। मैले चाहिँ साग पकाएको कराईमा पोल्यो पकाएको। म दुईजना हल्का डढे जस्तो भयो। मेथी डढेर कालो भइसक्यो, प्याज हालेँ मैले है साथीहरू, हेर्दै जानु होला। भिडियो धेरै लामो हुनसक्छ। मैले चाहिँ अब यतिमै एकैचोटि पाकेर उयो गर्ने बेलामा मसलाहरू हाल्ने बेलामा त देखाउनु ल साथीहरू। हस्त हेर्दै गर्नु होला है त। यतिको भयो मासु चाहिँ। मैले यो अदुवा लसुनको पेस्ट खोर्सानी लसुन हो अनि टमाटर पनि अहिले नै हालिदिन्छु है। त्यसपछि म चलाउँछु है साथीहरू, हेर्दै गर्नु होला मेरो आजको तरकारी। मेरो चाहिँ तरकारी यतिको भइसक्यो, मासु चाहिँ यतिको पाक्यो। मैले चाहिँ यसमा उयो एड गर्दैछु, हेर्नु न अँधेरो हुन्छ हौ, गरम मसला मिक्स मसला। त्यसपछि मैले नुन एड गरेँ यसमा। अब यसलाई मैले मजाले चलाइदिन्छु है त साथीहरू। हस्त हेर्दै गर्नु होला। फेरि पनि मैले अब चाहिँ लगभग यो चाहिँ पाक्यो। अब यतिको भयो मेरो चिकन चाहिँ है त। मेरो तरकारी चाहिँ यस्तो भयो, हेर्नु होला। अनि फाइनली पाक्यो। हस् साथीहरू हेर्दै गर्नु होला है त। पाक्यो साथीहरू। हामी चाहिँ खाना खानै बाँकी छ। 9 बजिसक्यो। आज श्रीमान चाहिँ आइपुग्नु भएको छैन, अलिक ढिलो। अनि सुँगुरको मासु लिएर आउँदैछु भन्दै हुनुहुन्थ्यो है। अनि अब त्यो पकाएको चाहिँ म हालिदिने, किनभने रात धेरै भइसक्यो। अनि आजको भिडियो चाहिँ सो यति नै साथीहरू, किनभने भिडियो पनि धेरै लामो भइसक्यो नि त। मैले त्यो 2 थरीको यो गरिसक्यो। अनि त्यही भएर सो मैले यहीँ स्टप गर्न चाहेँ मेरो भिडियोलाई चाहिँ। अनि जे जस्तो हुन्छ भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला भन्न चाहन्छु है साथीहरू। अनि अरू के भन्नु, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला, कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूले होइन। अनि के भन्न चाहन्छु भने मेरो युट्युब च्यानलको नाम चाहिँ दिपकला राई छ। हजुरहरूले सर्च गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ। अर्को नयाँ भिडियो नलाइन्जेलसम्मको लागि। हस्त साथीहरू, बाई बाई, गुड नाइट। मेरो छोरा यहाँ सुत्दैछ है त। हस्त बाई बाई साथीहरू।